यो तपाईँको जानकी चौधरी प्रो जानकी चौधरी गुलाची होटल हो। यो बडैया ताल 4 बर्दियामा हो। यो ठ्याक्कै चाहिँ नि तपाईँको नेपालगञ्ज खजुरा गाउँपालिकाबाट यता बर्दियातिर आउनु हो भने यो होटल पर्छ है। अनि यहाँ ओनर चाहिँ यहाँ दिदी हुनुहुन्छ, चौधरी दिदी हुनुहुन्छ, जानकी चौधरी दिदी हुनुहुन्छ। यहाँ चाहिँ नि आज खाना आउनु भएको। यहाँ चाहिँ नि हाम्रो पाहुना हुनुहुन्छ। अनि यहाँ चाहिँ खाएर चाहिँ उहाँ चाहिँ एकदम उहाँलाई चाहिँ एकदम धेरै राम्रो लाग्यो। अब अर्को नेक्स्ट सटरडे पनि फेरि, आज सटरडे हो, भोलि नेक्स्ट सटरडे पनि फेरि हामी आउने प्लानिङ छ हाम्रो। यो दिदीले साह्रै चाहिँ नि उहाँको चाहिँ नि अब दिदीकै फोन नम्बर बा यहाँ बिल्कुल एकदम राम्रो के एकदम साइलेन्ट, मतलब एकदम राम्रो ठाउँ है। ठ्याक्कै यो दिदी हुनुहुन्छ यहाँ, यसरी आउनु होला यहाँ। अनि यो चाहिँ ठ्याक्कै कहाँबाट आउने भन्दाखेरि मैले हजुरलाई भनिदिन्छु है। अनि यो नेपालगञ्जबाट खजुरा गाउँपालिकाबाट आउने यो बाटो पर्छ यो बर्दियामा बडैया ताल भन्ने ठाउँ। यो इलाका एकदम, यो तालको चाहिँ इलाका एकदम धेरै ठुलो छ। हेर्दाखेरि पनि एकदम आफ्नो चाहिँ नजरले चाहिँ खानै नसकेको ठाउँ हो यो होइन। यसरी आउनु होला। यहाँ चाहिँ माछा भनेको हर किसिमको चाहिँ प्रजातिको चाहिँ यहाँ माछा पाइन्छ। हजुरले जे भन्नुहुन्छ त्यही प्रजातिको माछा पाइन्छ, घोङ्गी पाइन्छ होइन। त्यो चौधरी आइटमहरू के परिकारहरू होइन के हुन्छ त्यो सबै यहाँ पाइन्छ। अनि एकदम शान्त इलाका छ। बडा चाहिँ एउटा भिलेज टाइपको के एकदम सुखको चाहिँ जो उसको चाहिँ नि आनन्द चाहिँ यहाँ लिन सकिन्छ। खास गरेर चाहिँ यो सबै चाहिँ त्यही मतलब भिलेजको चाहिँ चौधरी चाहिँ परिकारहरू खानको लागि यत्रो चाहिँ कहाँ टाढाबाट चाहिँ मान्छेहरू चाहिँ आइरहन्छ यहाँ। त्यसरी मैले अनुरोध गर्छु हजुरहरूलाई सबैलाई कि मौका पाउनुभयो भने चाहिँ यो ठाउँमा चाहिँ आउने पक्का चाहिँ कोसिस गर्नु होला है त। यो बडैया ताल गुलाची होटल चौधरी दिदीको हो। यहाँ चाहिँ पक्का आउनु होला। हामीले खायौँ, बडा राम्रो लाग्यो। मेरो तर्फबाट हजुरहरूलाई पनि म यो भन्न चाहन्छु कि हजुरहरू पनि आएर एकचोटि पक्का चाहिँ नि के अरे यहाँको चाहिँ स्वाद चाहिँ पक्का चाहिँ त्यो परिकारको चाहिँ स्वाद चाहिँ लिनु होला। त्यही नै भन्छु मैले।